शिक्षाको गुणस्तर बढाउन सबैभन्दा महत्त्वपूर्ण को होला? शिक्षक होइन त? आज हामी शिक्षा तालिम केन्द्र सुनसरीले तयार पारेको एउटा यस्तै शिक्षक व्यावसायिक विकास कार्यक्रमको प्रतिवेदनलाई गहिरेर हेर्दैछौँ। यो तालिमले साँच्चै के परिवर्तन ल्यायो होला त? आउनुहोस् यसको चिरफार गरौँ। ल सुरुमै एउटा प्रश्नमा विचार गरौँ न। हामीले हाम्रा कक्षा कोठाहरूलाई साना नानी बाबुहरूको लागि अझ रमाइलो र प्रभावकारी ठाउँ कसरी बनाउन सक्छौँ होला? यो प्रश्न नै शिक्षा क्षेत्रको एउटा ठूलो चुनौती हो र आजको हाम्रो छलफलको केन्द्र पनि यही हो। त्यसो भए यो सबै कुराको जड के हो त? पहिलो खण्डमा हामी समस्यालाई नै हेर्नेछौँ। आजको समयमा शिक्षणमा कस्ता नयाँ चुनौतीहरू थपिएका छन् अनि शिक्षकहरूलाई विशेष तालिमको आवश्यकता किन यति धेरै बढेको छ? यो प्रतिवेदन अनुसार सबैभन्दा ठूलो चुनौती भनेको पुरानो घोकन्ते शिक्षण विधिभन्दा माथि उठ्नु हो। लक्ष्य त एकदमै स्पष्ट छ, सिकाइलाई रोचक, अर्थपूर्ण र नतिजामूलक बनाउने। तर यो भन्न जति सजिलो छ नि, गर्न त्यति नै गाह्रो। एकछिन सोच्नुहोस् त, हाम्रा प्राथमिक तहका शिक्षकहरूले कति धेरै कुराहरू एकैपटक सम्हाल्नु पर्छ। एकातिर पाठ्यक्रम बेला बेलामा परिवर्तन भइरहन्छ, अर्कोतिर कक्षा कोठामा हरेक दिन नयाँ नयाँ व्यवहारिक समस्याहरू आउँछन्। त्यसमाथि कक्षा 4 र 5 मा पढ्ने विद्यार्थीहरूको भाषाको जग बलियो बनाउने जिम्मेवारी, अनि फेरि नयाँ प्रविधि र मूल्याङ्कनका तरिकाहरू पनि सिक्नै पर्यो। यति धेरै चुनौतीहरू छन् भने समाधान के त? हो, यो प्रतिवेदनले एउटा स्पष्ट बाटो देखाएको छ। त्यो हो शिक्षकहरूका लागि तयार पारिएको विशेष व्यावसायिक विकास तालिम। प्रतिवेदनले के भन्छ भने यो तालिम किन चाहियो र यसको आवश्यकता कसरी महसुस भयो भन्ने कुराको पृष्ठभूमि एकदमै स्पष्ट छ। यो कुनै हछुवाको भरमा ल्याइएको होइन। शिक्षकहरूले भोगिरहेका वास्तविक समस्याहरूलाई नै यसको आधार बनाइएको थियो। कार्यक्रमको नाम हो शिक्षक व्यावसायिक विकास अर्थात् टिपिडी। यसलाई शिक्षा तालिम केन्द्र सुनसरीले आयोजना गरेको थियो र यो 15 दिनसम्म चलेको थियो। यसको मुख्य लक्ष्य भनेको नेपाली भाषा पढाउने शिक्षकहरूको पढाउने कला र सिपलाई अझ तिखार्नु थियो। यो प्रतिवेदनले चाहिँ तालिमको पहिलो चरणलाई समेटेको छ, जुन 2082 सालको माघ 14 गतेदेखि 28 गतेसम्म चलेको थियो। मतलब ठ्याक्कै 15 दिन। यो मितिले हामीलाई यो घटना कुन समयको हो भनेर बुझ्न मद्दत गर्छ। ल अब कुरा गरौँ यसको संरचनाको। यो तालिम कस्तो किसिमको थियो त? प्रतिवेदन हेर्दा के देखिन्छ भने यो 15 दिनको एउटा सामान्य कार्यक्रम मात्रै थिएन। यसको डिजाइनमा निकै सोचविचार गरिएको थियो। सबैभन्दा महत्त्वपूर्ण कुरा के भने यो 15 दिने तालिम त वास्तवमा एउटा ठूलो 30 दिने प्रमाणीकरण कार्यक्रमको पहिलो आधा भाग मात्रै थियो। यसको मतलब सिकाइ तालिम केन्द्रको हलमा मात्रै सीमित थिएन। यो संरचना साँच्चै नै एकदमै रोचक छ। हेर्नुहोस् है, पहिलो 15 दिन शिक्षकहरूले फेस टु फेस, अनलाइन वा दुवै मिलाएर सैद्धान्तिक ज्ञान लिए। त्यसपछिको अर्को 15 दिन चाहिँ उनीहरूले त्यो सिकेको ज्ञानलाई आफ्नो स्कुलको कक्षा कोठामा लगेर अभ्यास गरे अनि त्यसको एउटा विस्तृत रिपोर्ट पनि बुझाए। यसले सिद्धान्त र व्यवहारलाई कस्तो राम्रोसँग जोडेको छ। ल, सिद्धान्त र व्यवहार त जोडियो, तर यसको नतिजा के आयो त? अब सबैभन्दा महत्त्वपूर्ण खण्डमा जाउँ। तालिमका मुख्य उपलब्धिहरू के थिए र शिक्षकहरूले वास्तवमा के सिके त? प्रतिवेदन अनुसार उपलब्धिहरू निकै उत्साहजनक देखिन्छन्। शिक्षकहरूमा एउटा नयाँ जोश र ऊर्जा थपिएछ। उनीहरू आधुनिक शिक्षण विधिहरूमा पोक्त भए। भाषाका चारवटै सिपहरू सुनाइ, बोलाइ, पढाइ र लेखाइलाई कक्षामा कसरी सिकाउने भन्ने व्यावहारिक ज्ञान पाए। र मलाई सबैभन्दा रोचक लागेको कुरा, उनीहरूले स्थानीय स्तरमै पाइने सामग्रीहरू प्रयोग गरेर पाठलाई कसरी रमाइलो बनाउन सकिन्छ भन्ने पनि सिके। यो वाक्य प्रतिवेदनको निष्कर्षबाटै जस्ताको तस्तै लिएको हो। यसले तालिमको समग्र सफलतालाई एकदमै शक्तिशाली तरिकाले बताउँछ। यसको मतलब तालिमले शिक्षकको दक्षता मात्र बढाएन, कक्षा कोठालाई बच्चाका लागि रमाइलो र परिणाम दिने खालको बनाउन पनि सफल भयो। कुनै पनि कार्यक्रम सफल हुनु एकदमै राम्रो कुरा हो, तर यसलाई भविष्यमा अझै राम्रो कसरी बनाउन सकिन्छ, यो प्रतिवेदनले त्यसबारेमा पनि स्पष्ट सुझावहरू दिएको छ। हो, यो प्रतिवेदन सफलताको कथा सुनाएर मात्रै चुप लाग्दैन। यसको अन्तिम खण्डमा भविष्यका लागि ठोस निष्कर्ष र सुझावहरू पनि छन्, जसले सुधारको लागि अगाडिको बाटो देखाउँछ। प्रतिवेदनले मुख्यतया 3 वटा सुझाव दिएको छ।
पहिलो, तालिम अनलाइन नै भए पनि सकिन्छ भने शिक्षकहरूलाई नमुना कक्षा हेर्न भौतिक रूपमै अवसर दिनुपर्छ। दोस्रो, यस्ता तालिमहरू एकपटक मात्र गरेर हुँदैन, नियमित रूपमा आयोजना गरिरहनुपर्छ। र तेस्रो, तालिम सकिएपछि पनि शिक्षकहरूलाई निरन्तर सहयोग र समर्थन दिइरहनुपर्छ। अन्त्यमा यो प्रतिवेदनले हामीलाई एउटा गहिरो प्रश्न सोच्न बाध्य बनाउँछ। हाम्रा बालबालिकाको भविष्य बनाउने हाम्रा शिक्षकहरूमा लगानी गर्नुको साँचो मूल्य के होला? यो केवल एउटा तालिमको प्रतिवेदन मात्र होइन, यो हाम्रो शैक्षिक भविष्यमाथिको लगानीको महत्त्व दर्शाउने एउटा कथा हो।